यो मेरो आजको फर्स्ट ब्लग। अब आज चाहिँ हामी लुम्बिनीतिर जान लागिरहेका छौँ। अब हाम्रो यात्रा चाहिँ यहाँ हाम्रो घरबाट सुरु भएको छ। यहाँबाट मेरो अम्मीजानहरू आउँदै हुनुहुन्छ। अब हामी यहाँबाट माथि त्यहाँ हाम्रो जाने चाहिँ पुग्ने चाहिँ बस पार्कमा हो। अब हामी हिँडेको यहाँबाट अब पुग्नुपर्छ वहाँ माथि हाम्रो गाडी चढ्ने ठाउँमा। अनि त्यसपछि हामी गइन्छ त्यहाँबाट गाडी चढेर गइन्छ भलाजु बस पार्कतिर अनि बल्ल पुगिन्छ हामी त ल। होइन हामी चाहिँ अहिले जाँदैछौँ। यहाँ चाहिँ मेरो अम्मीजानहरू हुन्छ। हामी चाहिँ लागिरहेको छौँ होइन हाम्रो बाटोतिर होइन। अनि अब हामी हिँड्छौँ। यहाँ कुकुरको छोराछोरीहरू मौज मस्ती गर्दैछन् सक्नुहुन्छ। अब हामी बसमा आइसक्यौँ। बस चाहिँ धेरै राम्रो रहेको छ। यहाँ हेर्न सक्नुहुन्छ। यहाँ मेरो दिदी मम्मी सबैजना बसेको छन्। अब चाहिँ हाम्रो बल्ल पोखरा काठमाडौँ टु पोखरा सुरु भयो। हामी चाहिँ यहाँ बस पार्कमा छौँ अहिले। अब हाम्रो हिँड्ने बेला भनेर 6:30 बजे 6 बजे भनेको थियो सुरुमा चाहिँ। अब 6:30 भयो। अब 7:15 जस्तो लाग्यो। अब खोइ कहिले हुन्छ त्यही हेर्नुपर्छ अब कहिले लाग्छ। अब चाहिँ हामी हाम्रो रुममा आइपुगेको छौँ। हामी यहाँनिर मजाले मस्ती मनाइरहेका छौँ। यहाँ चाहिँ मेरो दिदी रहेको छ। हाम्रो होटेल रुमको टुर दिन्छु म तपाईँलाई सुरुमा। कस्तो यहाँ सुकुन लाग्दैछ होइन। यो हाम्रो होटेल रुम। यहाँबाट आउने बाटो छ होइन। यहाँबाट आउने बाटो छ यहाँ माथि जाने। अनि यहाँबाट चाहिँ हाम्रो यहाँनिर मुनि पनि छ केही कुरा। यहाँनिर घर रहेको छ। अनि यहाँ हाम्रो चाहिँ यो 3टा रुम हो। अहिले चाहिँ हामी मात्र छौँ यहाँ। पछि चाहिँ धेरै हुन्छन्। अब यहाँबाट केही देखेन म भित्रबाट देखाइदिन्छु। यो रुम पनि यस्तो रहेको छ। अब यहाँ खै कसो छ अब त्यो भरे डिसाइड गर्नुपर्छ होइन। त्यहाँदेखि अर्को रुम रहेको छ सुरुमा। हाम्रो रुमको टुर दिउँ न। अब यहाँबाट छिर्ने बित्तिकै हाम्रो ढोका हुन्छ होइन सुरुमा। अनि यहाँ एउटा बेड छ। यहाँ एउटा बेड छ। अनि यहाँ चाहिँ टेबल छ। यो चाहिँ कामको नभएर हामीले आफ्नो सामान राखेको छौँ। यो केही कामको छैन। पढ्ने कोही छैन यहाँ। यहाँ चाहिँ अब बाथरुम अट्याच बाथरुम छ टोइलेटमा चाहिँ। यति नै आजको लागि ल अब मैले राखेँ।